ससुराली गाउँ हो मेरो होइन। योपालि 2082 साल चाहिँ एकदम के अरे वर्षा पानी युक्त भयो, मतलब हिलै वर्षा भयो, हिलै दसैँ भयो। हुन्छ मेरो देखाउँदा यो पनि छ है। के अरे तेरो नाम? के हो तेरो नाम भन? न्याउ गर, न्याउ गर। जाडो भएर यो चाहिँ ब्ल्याङ्केटभित्र बसेको छ है। न्याउ खै कहाँ? ल धोइदियो। घडीमा चाहिँ बिहानको 8:30 भयो होइन, तर पानी पर्न त ठिकै छैन, त्यस्तै छ। योपालि दसैँ भनेकै लगभग ढिलो नै भयो। धानहरू यो धान पाक्नलाई अब घाम चाहिने, पानी पानी भएर त्यसरी अब हाम्रो गाउँहरूको कति भयो। हेलो, के खानुभयो? सुकुटी? ओहो, मामा मामा घर आएर सुकुटी कसले दिनुभयो? हाम्रो मामा चाहिँ यता हुनुहुन्छ। मामा, हेलो मामा। बादल तलबाट झरेपछि पानी पुग्नु रोक्छ भन्थ्यो, तर होइन रहेछ, झन् पर्दो। ससुराली जाने हो, चिची पापा खाने हो भन्थ्यो नि, त्यस्तै भयो। हेलो मिस्टर रोशन, how are you? Fine. Good. It's raining outside. Where are you been now? I am in my mama घर. My mama घर. Okay. Scooty lover. What is your scooty? Show me. Yeah. Okay. उहाँ चाहिँ पोल्ने मान्छे है। यो के मान्छे पोल्ने मान्छे चाहिँ होइन कि, सुकुटी पोल्ने मान्छे। यता हेर्नुहोस् त हजुर। हेलो, के गर्दै हौ? माइती आएको भाइ कमाल सुकुटी पोल्दै खाइरहेको छ। ल हेलो, हजुरको नाम के हो? गीता। गीता श्रेष्ठ मेरा मामु। हाय गाइस। दादा हुनुहुन्छ? कसको दादा? मेरो। रोशन श्रेष्ठको दादा। हिँड्दै हिँड्दैछौँ, मजा आइरहेछ, मजा। मामा घर आएको। यति त हुनुपर्छ मामा घर आएको। हस् त, हस् त हजुर, डेली भ्लगमा बाई बाई आजको लागि।